पनि लाग्दैछ। आदरणीय सम्पूर्ण प्राज्ञहरू अघि पहिलो वार्ता दिन गइरहेको छु र गुरुवर प्राध्यापक विभाग प्रधानको आशीर्वाद सहित म मेरो वार्ता आरम्भ गर्न गइरहेको छु। वार्ताको शीर्षक छ समकालीन साहित्य चिन्तक र अगमसिंह गिरी, अर्थात् समकालीन साहित्य चिन्तनमा अगमसिंह गिरी कस्ता प्रकारका साहित्य चिन्तक हुन् भन्ने विषयमा म हजुरलाई केही 2-3 वटा कुरा भन्न गइरहेको छु। देवकोटासँग भएको कारणले म देवकोटाकै वक्तव्यबाट अर्थीबाट कार्यक्रम आरम्भ गर्न गइरहेको छु। मेरो वार्ता देवकोटाले शङ्कर लामिछानेलाई आफ्ना कृति देखाउन जाँदा उहाँले भनेका थिए, मेरै बाटोमा हिँड्छौ भने नआउनुहोस्। र यही कुरालाई हाम्रा आदरणीय जैन ध्यान कवि ओकियोमा ग्वाइले पनि भनेका थिए, अर्थात् हामीले केही भिन्न गर्नुपर्छ। सायद त्यही भिन्नताको कारणले गर्दा नै आज विभिन्न कविहरू साहित्यकारहरू हामी समक्ष हुनुहुन्छ। बालकृष्ण समले आफ्नै बाटो रोजे, लेखनाथ पौड्यालले आफ्नै बाटो रोजे, यसमा देवकोटाले पनि आफ्नै बाटो रोजेका थिए। पछि आएर गिरीका समकालीन डानियल खालिङ, वीरेन्द्र सुब्बा र ओकियोमा ग्वाइल यिनीहरूले पनि आफ्नै बाटो रोज्न पुगे र यसमा अर्कातिर बल्लभ र बैरागी काइलाले पनि आफ्नै बाटो रोज्न गए र यी आफ्नै बाटा रोज्नले गर्दा चाहिँ यिनीहरू आज हामीसँग हुनुहुन्छ र प्रसिद्ध हुनुहुन्छ भन्ने मलाई जति लाग्छ। यी सबै आफ्ना बाटो रोज्ने क्रममा छुटिएको जुन विषयहरू थियो त्यो अगमसिंह गिरीको चिन्तनमा पुग्न गयो। सबैभन्दा ठुलो कुरा हाम्रो इतिहास र आख्यान रहेको छ, जसलाई हामी नैरेटिभ्स भनेर अङ्ग्रेजीमा हामी त्यसलाई पढ्छौँ र विशेष गरेर जेन ल्योटार्डले भन्नुभएको छ, हामीले अब बृहत आख्यानलाई मात्र महत्त्व दिनु हुँदैन, हामीसँग धेरै साना साना आख्यानहरू पनि छन्, तिनीहरूलाई हामीले महत्त्व दिनुपर्छ। र यो सब कुरा चाहिँ नेपाली साहित्यमा छुटेका थिए, जसलाई अँगालेर अगाडि बढ्ने काम र साहित्य लेख्ने काम हाम्रा अगमसिंह गिरीले गरे, जसले गर्दा हामी उहाँको रचनाबाट हाम्रो आफ्नै इतिहास तथा आख्यान हामी पढ्न पाउँछौँ। र यो एउटा पक्ष भयो अगमसिंह गिरीको चिन्तन, साहित्यिक चिन्तनमा। र अर्को छ राजनैतिक अचेतनता, जसलाई हामी पोलिटिकल अनकन्सियसनेस भन्छौँ। विशेष गरेर यो पश्चिमबाट आरम्भ भएको जिगमन्ड बर्मनको सिद्धान्त हो, जसले चाहिँ के भन्छ भन्दाखेरि यो एकातिर फ्रुड अनि युङको मनोविज्ञानबाट प्रभावित भएको थियो, तर फ्रुड र युङले चाहिँ पारिवारिक सन्दर्भभित्र मात्रै मनोविज्ञानलाई राखे। तर यसमा जिगमन्ड बर्मनले के भने भन्दाखेरि हाम्रो जति पनि मानसिकता छ त्यो चाहिँ पारिवारिक भित्र मात्र सीमित हुँदैन, यसलाई विभिन्न प्रकारका राजनैतिक, सामाजिक अनि आर्थिक विशेषताहरूले प्रभाव पारेको हुन्छ भनेका छन्। र गिरीको रचनाहरू हामी पढ्यौँ भने विशेष गरेर उहाँको मनोविज्ञानमा यही कुराहरू हामी पाउन सक्छौँ, जुन राजनैतिक अचेतनता रहेको छ। र अर्को कुरा के छ भने हामी कस्तो प्रकारको समाजमा आज बाँचिरहेका छौँ। पहिला हाम्रा जुजु बाजेहरूले बाँचेको समाज कस्तो थियो, जसलाई किनकि यो हामीले जब लिक्विड सोसाइटीको कुरा गर्दाखेरि मतलब लिक्विड सोसाइटी जिगमन्ड बर्मनको र यो राजनीतिक अचेतनतामा अर्को कुरा के भनेको छ भन्दाखेरि अहिलेको वर्तमान हाम्रो स्थिति कस्तो छ, मनस्थिति भन्दाखेरि यसमा अर्को सिद्धान्त आउन सक्छ, जुन हो आइडियोलोजी अफ फ्यान्टासी। यसको मुख्य उद्देश्य चाहिँ हो हामी असह्य अवस्थामा छौँ, असह्य समाजमा छौँ, जसलाई सह्य बयान बनाएर हामीले बाँचिरहेका छौँ, जुन आइडियोलोजी अफ फ्यान्टासीको एउटा मूल अवधारणा हो। र अर्को रहेको छ जिगमन्ड बर्मनको लिक्विड सोसाइटी।
आज हामी कस्तो प्रकारका समाजमा बाँचिरहेको छौँ? हाम्रो समाजमा कुनै प्रकार केही मिलेकै छैन। एउटा भन्छ सलिड सोसाइटी, यसको विपरीतमा सलिड सोसाइटी भनेको सबै कुरा मिलेको समाज। तर हजुरहरू आफै पनि आफैलाई प्रश्न गर्न सक्नुहुन्छ कि आज हामी सबै मिलेको परिपूर्ण समाजमा बाँचिरहेका छौँ? छैनौँ, अवश्य पनि छैनौँ। जुन यो नबाँचेको समाजलाई चित्रण गर्ने काम हाम्रा आदरणीय कवि अगमसिंह गिरीले गरेका छन्। र यसमा के हुन्छ भने एकातिर मनुष्यलाई विभिन्न प्रकारको स्वतन्त्रता दिन्छ, तर स्वतन्त्रता यस्ता प्रकारका स्वतन्त्रताले धेरै प्रकारका कठिन र जोखिमपूर्ण अवस्थाहरूलाई निम्त्याउँदछ। हामी आज ती कठिन र जोखिमपूर्ण अवस्थामा छौँ भन्ने जति मलाई लाग्छ। र त्यो कठिन र जोखिमपूर्ण अवस्थाको चित्रण हामी गिरीका रचनामा पाउँछौँ। र यति गर्नुको मुख्य उद्देश्य के हो भन्दाखेरि गिरीको रचनालाई पढ्दै जाँदाखेरि एउटा अवधारणा अघि आउँछ, एउटा दृष्टिकोण अघि आउँछ। त्यो हो युटोपियन दृष्टिकोण, जसलाई हामी भन्छौँ। युटोपियन दृष्टिकोण यो फ्रेडरिक जेम्सनकै सिद्धान्तभित्र पर्दछ। उहाँले भन्नुहुन्छ प्रत्येक समाजमा एउटा युटोपियन आवेग हुन्छ, अर्थात् समाजलाई सुधारेर, समाजलाई न्यायपूर्ण बनाएर व्यवस्थित समाज निर्माण गर्ने एउटा आवेग हुन्छ, जुन आवेग हामी अगमसिंह गिरीका रचनामा पाउँछौँ। उहाँले हाम्रो अव्यवस्थित समाजलाई व्यवस्थित बनाएर अघि लाने कर्तव्यपूर्ण एउटा रचनाहरू लिएर गएका छन्। र यी सबै कुराहरूले के हामीलाई ध्यानमा जान्छ भने यसले एकातिर पश्चिमको एउटा सिद्धान्त छ, राइजम सिद्धान्त, जसलाई हामी भन्छौँ। यसले के भन्छ भने कुनै पनि कुरा स्वतन्त्र हुँदैन, अर्थात् यसमा कुनै पनि प्रकारको केन्द्र हुँदैन भन्छ। अब विकेन्द्रीकरणलाई चाहिँ कसरी चाहिँ हामी अध्ययन गर्ने, अर्थात् हाम्रो इतिहास खोज्दै गयौँ भने कहीँ न कहीँ गएर के ठोकिन्छ। तर सबैको इतिहास यस्तै हुन्छ, जहाँ कुनैको इतिहास कुनैसँग जोडिएको, कुनैको इतिहास कुनैसँग जोडिएको। यसमा हामीले केन्द्र खोज्दै गयो भने पाउन धेरै साह्रो पर्छ। र यो विकेन्द्रीकरणको जुन चाहिँ इतिहास छ त्यसले अगमसिंह गिरीका मानसिकतालाई ग्रसित बनाएको हामी पाउँछौँ, जसको अभिव्यक्ति स्वरूप हामी उहाँको रचनाहरू पाउँछौँ। र यी कुराहरूलाई एकातिर अध्ययन गर्दै जाँदाखेरि हामी अहिले मेटामोडर्निज्मको अवस्थालाई पनि पाउँछौँ। वादमा काम गर्ने हाम्रो आदरणीय सर हुनुहुन्छ प्राध्यापक गोविन्दराज भट्टराई सर। तर अहिलेको अवस्था अध्यात्मिकतावादमा अघि बढेको छ र गएको यी सबै साहित्यिक चिन्तनहरूलाई अध्ययन गर्दा हामी एउटा महत्त्वपूर्ण कुरा छ मेटामोडर्निज्ममा, त्यो हो ओसिलेसन, जसलाई हामी भन्छौँ दोलन। जुन आधुनिक पनि छ, उत्तराधुनिक पनि छ, यसलाई मिलाएर अघि बढ्ने जुन चाहिँ मेटामोडर्निज्मको दृष्टिकोण छ, विशेष गरेर गिरीका साहित्यले ती कुराहरूलाई पनि केन्द्रमा राखेको छ भन्दै म आजको यो मेरो सानो वार्ता यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।